नमस्ते, हेलो एभ्रिवान। भर्चुअल नेपाली च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। हाम्रा धेरै दर्शकहरूको माग अनुसार आज म तपाईहरुलाई कहिले सरल तरिकाबाट घरमै येलो लाफिङ कसरी बनाउने भनेर देखाउने छु। लाफिङ बनाउनको लागि सर्वप्रथम हामीलाई चाहिन्छ मैदा पिठो, नुन र थोरै पानी। अब म पिठो मुस्न जाँदैछु। यहाँ 2 कप मैदा पिठो छ, सबै यहाँ राखौं। नुन, यसलाई एकचोटी चलाइदिउँ। अब सफा हातले थोरै थोरै पानी राखेर म यो पिठो मुस्नेछु। रोटी पकाउँदाखेरि हामी जसरी पिठो मुस्छौं त्यसै गरी पिठो मुसेर सकियो। अब यसलाई 15 देखि 20 मिनेट छोपेर राख्नुपर्छ। छोप्दिउँ। छोपेर राखेको 20 मिनेट भयो। अब म यो पिठो यो भाँडा भित्र राख्न जाँदैछु र यहाँ पानी हालौं। पिठो डुबेको छ। अब यो पिठोलाई सफा हातले मिच्न सुरु गरौं। मजाले मिचौं। हामी तबसम्म यसलाई मिचिरहनेछौं जबसम्म यहाँबाट छोक्रा निस्किदैन। यस्तो भइरहेको छ। अझै मिचौं। यो छोक्रा जस्तो देखिएकोलाई ग्लुटेन भनिन्छ। अहिलेपछि हामी यो ग्लुटेनको चाहिँ मस्यौरा बनाउने छौं, लाफिङमा हालिने खालको मस्यौरा, र यो झोलको चाहिँ हामी लाफिङ बनाउने छौं। अब म यो मिक्सरलाई छान्न जाँदैछु र म यो बाँकी छोक्रा अथवा ग्लुटेनलाई यहाँ राखेर पुनः एकचोटी पानी राखेर त्यही प्रोसेस दोहोऱ्याउँ। फेरि यसलाई हातले मजाले मिचौं। भयो। यसलाई पनि अघि जस्तै छानौं। अब चाहिँ भइसक्यो। यो ग्लुटेन अथवा छोक्रालाई यसमा यसलाई भने म रातभरि नहल्लिने गरेर रुम टेम्परेचरमा राख्नेछु। अब म यो छोक्रा यानी ग्लुटेनलाई जबसम्म सफा पानी आउँदैन तबसम्म धुनेछु। सिधै लाफिङमा हालिने मस्यौरा चाहिँ यहीबाट बनाइन्छ। अब म यो ग्लुटेनमा एक्टिभ ड्राई इस्ट हाल्न जाँदैछु। हातले एकछिन मिचौं। अब यसलाई पनि रुम टेम्परेचरमा नै रातभरि फेर राखौं। अब हेरौं, यस्तो देखियो। म यो राइस कुकरमा पानी राखेर ग्लुटेनलाई यहाँ स्टिमर माथि राखेर स्टिम गर्न जाँदैछु। अन गर्दिउँ र यसलाई छोप्दिउँ। स्टिम गर्न सुरु गरेको 25 मिनेट भयो। अब यो पाकिसक्यो। पुरै सेलाइसकेपछि म यो काट्नेछु। लामो लामो गरेर काटौं। अब यसलाई एकचोटी बिचबाट काट्दिउँ। अब हेरौं, मैले यसलाई रातभरि रुम टेम्परेचरमा राखेको थिएँ। यदि तपाईहरुलाई हतार छ भने 4 देखि 5 घण्टामा पनि यो तयार हुन्छ। अब माथिको पानीलाई फाल्न जाँदैछु। तपाईहरु देख्न सक्नुहुन्छ स्टार्च या पिठो तल जम्मा भएको छ। थोरै पानी चाहिँ राख्नुपर्छ। अब भयो। यति चाहिँ हामीलाई चाहिन्छ यो पानी, किनभने अहिले लाफिङ धेरै बाक्लो हुन्छ। फेरि अब यो स्टार्चलाई म खनाउन जाँदैछु। एकदमै साह्रो छ यो। मजाले चलाइदिउँ पहिला। पातलो चाहिने हुँदाखेरि मैले यहाँ थोरै पानी थपे। येलो लाफिङ बनाउने हुँदा म यहाँ येलो फुड कलर प्रयोग गर्दैछु। चलाइदिउँ। पिठो आफूले खोजेको जस्तो पहेँलो नभएसम्म कलर राख्दा हुन्छ। यसलाई 10 मिनेट जति यतिकै राखौं। लाफिङको ब्याटर तयार हुँदै गर्दा म यता लाफिङ खान चाहिने सस बनाउन जाँदैछु। लाफिङको सस बनाउन चाहिने सामग्रीहरूमा कागतीको रस, मसिनो गरी काटेको हरियो प्याजको डाँठपट्टिको भाग, लाइट सोया सस, डार्क सोया सस, पानी, तिलको तेल, चिल्ली ऑयल, यो घरमै बनाउने लिंक तलको डिस्क्रिप्सन बक्समा, नुन, अजिनोमोटो, तोरीको तेल, टिमुरको धुलो, कोरेको लसुन र कोरेको अदुवा। सबैभन्दा पहिला यो लसुन र यो अदुवालाई यहाँ राखौं। यो पानी पनि राखौं। यसलाई चलाइदिउँ। म यसको रस निकाल्न जाँदैछु। म यसको रस मात्रै प्रयोग गर्नेछु। अब अघिका सम्पूर्ण सामग्रीहरू एकपछि अर्को गर्दै म यो बलमा राख्न जाँदैछु। तोरीको तेल, टिमुरको धुलो, अजिनोमोटो, नुन, चिल्ली ऑयल सबै राख्यौं। कागतीको रस, हरियो प्याज, लाइट सोया सस, डार्क सोया सस र अन्तिममा तिलको तेल। अब यसलाई मजाले चलाइदिउँ। एकदमै राम्रो देखिएको छ यो सस। निकै मिठो बास्ना पनि आइरहेको छ तोरीको तेल, टिमुर जस्ता कुराहरूले। ल अब यो सस तयार भयो। अब लाफिङ बनाउन सुरु गरौँ। म लाफिङ सिधै यो उम्लिरहेको पानीमा स्टिम गरेर बनाउने छु। यो बेकिङ भाँडा माथि राखेर पानी उम्लिँदैछ। लाफिङ नटासियोस् भनेर म यो भाँडामा तेल लाउन जाँदैछु। सबैतिर तेल लागिसक्यो। अब यो ब्याटर मजाले चलाइदिउँ। अब यहाँ माथि यसरी अब बिस्तारै यसलाई यो पानीमा बिस्तारै राखेर सम्म नभएसम्म मिलाउँ। यसलाई छोपेर पकाउनु पर्छ। यो 2 मिनेटमा पाक्छ। 2 मिनेट भयो। यो पाकेपछि ट्रान्सप्यारेन्ट देखिन्छ। अब यसलाई बिस्तारै पानीबाट निकालेर यसरी राखौं। यसलाई पुरै सेलाइसकेपछि मात्र निकाल्नु पर्छ। अब यहाँ माथि पनि तेल लगाएर सबैतिर दल्दिउँ र यसलाई बिस्तारै निकालौं। एकदमै राम्रो देखिएको छ। यसै गरी अरू लाफिङहरू पनि बनाउँदै जाउँ। अब यो ब्याटरलाई फेरि एकचोटी चलाइदिउँ र 1 डाँड जति
सबैतिर फिजाइदिउँ, बन्द गरिदिउँ। अनि हेरौँ यो मजाले पाकिसक्यो। माथि पनि तेल लगाए सबैतिर दलौँ। यसलाई पनि बिस्तारै उक्काउँदै निकालौँ। एकदमै राम्रो भएको छ यो। जम्मा 7 वटा लाफिङका रोटीहरू बनेर तयार भएका छन्। एकदमै राम्रो भएको छ यो लाफिङको रोटी। तपाईहरुले याद गर्नु भएको होला लाफिङमा यो लाफिङकै रोटी माथि पनि सस दल्ने गरिन्छ। अब म त्यो लाफिङमा दल्ने खालको सस बनाउन गइरहेको छु। सस बनाउनको लागि हामीलाई चाहिन्छ भेजिटेबल ऑयल, काश्मिरी रातो खोर्सानीको धुलो। मैले खोर्सानी चुज गर्नुको कारण यो धेरै पिरो हुँदैन। भुटेको तिलको धुलो, बाल्समिक भेनिगर। तपाईहरुसँग यो छैन भने थोरै चुक अमिलो प्रयोग गर्नु भए पनि हुन्छ र टिमुरको धुलो। अब म यो तेल बाहेक अरु सम्पूर्ण कुराहरूलाई यो बलमा खनाउन जाँदैछु। भेनिगर, टिमुरको धुलो, रातो खोर्सानीको धुलो र यो भुटेको तिलको धुलो। अब म यो तेल तताएर यहाँ माथि ज्वाइँ झान्नेछु। तेल राखौं। यो एकदमै तातो भइसक्यो। खनाउने बित्तिकै म यो छोप्नेछु। एकचोटि चलाइदिउँ। नुन पनि राख्न जाँदैछु। यसलाई चलाइदिउँ। अब यो पनि तयार भयो। अब म यो मिक्सरलाई खनाउन जाँदैछु। एकदमै रातो कलर आएको छ। सम्पूर्ण कुराहरू रेडी बनाएर राखिसके। यो लाफिङ बनाउने रोटी, झोल सस, चिली अनि तिलको धुलो हालेर बनाएको सस, यो लाफिङमा हाल्ने मस्यौरा। आज म दुई खालका लाफिङ बनाएर देखाउने छु। एउटा सुक्खा लाफिङ र अर्को झोलवाला लाफिङ। सबैभन्दा पहिला सुक्खा लाफिङ बनाऊ। मैले यहाँ सुक्खा लाफिङको लागि नुन अनि कागतीको रस। अब यो लाफिङको रोटीलाई चपबोर्ड माथि चलाएर यो सबैतिर लगाऊ। थोरै नुन अनि कागतीको रस पनि राखौ। यो मस्यौरालाई पनि यहाँ राख्यौ। यसरी यसलाई तानेर ल्याऊ र यसलाई रोल गरौँ। अब यसलाई बिस्तारै काटौं। काटेको लाफिङ म यो बलमा राख्दै जानेछु। ल अब यो हाम्रो सुक्खा लाफिङ तयार भयो। एकदमै राम्रो भएको छ यो। अब म झोलवाला लाफिङ बनाउन जाँदैछु। मजाले फिजाइदिउँ। अब यसलाई रोल गरौँ। काट्दै म यो बलमा राख्नेछु। फेरि एकपटक यसै गरी बनाऊ। यसलाई पनि अघिको जस्तै गरेर गोलो गोलो गर्दै काटौं। काटेर सकियो। अब यो मस्यौरा यानी ग्लुटेनलाई पनि राखौं र यो सस ड्राई लाफिङलाई पनि यही राखौं। एकदमै राम्रो देखिएको छ यो। मुखै रसाउने। म थोरै टेस्ट गर्न जाँदैछु। एकदमै मिठो बास्ना पनि आइरहेको छ। यो एकदमै मिठो छ। अमिलो अमिलो, पिरो पिरो। तपाईहरु पनि यसरी नै बनाउनु होला अनि कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै यस्तै मिठो मिठो रेसिपीहरुको लागि भर्चुअल नेपाली च्यानल सब्स्क्राइब गर्नु होला। धन्यवाद।